डे 15 अफ 75 डेज अफ असल। नेपाल नै अन्धकारमा ढकलिँदै थियो, सो मेरो कोठामा अँध्यारो हुनु कुनै ठुलो कुरा रहेन। झिसमिसे उज्यालोमा उठ्छु, खाली पेटमा आफ्नो बडी वेट 72.8 kg। 2वटा अन्डा र फर्मुला खाँदै पुग्छु कलेज। आफ्नो एक्जाम सिधाएर साथीले बाइक निकाल्छ र पुग्छौँ रोटी र दाल फ्राई तरकारी खान। कलेजबाट सिधै जिम पुगेर स्क्वाड सँगसँगै लेगको 5वटा र सोल्डरको 4वटा एक्सर्साइज गरी एट लास्ट कार्डियो गरी म लाग्छु खाजातिर। खाजा खाँदै थिएँ, पानी पर्न थालिहाल्यो। घर जानको लागि निस्केको अचानक काम परेपछि पुग्छु रुच्दै भिज्दै साबहिल। काम सकेर तातो चिया खाएर म निस्किन्छु घर। मजाको सावर लिएर हामी फ्यामिली नै निस्क्यौँ खाजा खान। भाजुनस नेवारी खाजा घर। बिल्डिङ र वातावरण एस्थेटिक थियो। नेवारी खाजा घर पुगेपछि नेवारी खाजा सिर्दा खानै पर्यो। बाबा फोटोग्राफर र अरू भने मोडल। पोजमा फोटो खिच्यौँ। घर पुगेर पढ्दै मेरो दिन यहीँ अन्त्य हुन्छ। अल सेट फर टुमारो।